नमस्ते अनि स्वागत छ सम्पूर्ण मित्रहरूलाई आजको मेरो यो नयाँ ब्लगमा। निकै लामो समयपछि नेपाल आउने मौका मिलेको छ र यही मौकामा चाहिँ नेपालमा रहनुहुने मेरो घरका सदस्यहरूले के लगाउनु भएको छ भन्ने कुरोको कौतूहलताले गर्दाखेरि म बारीतर्फ जाने लागिरहेको छु। तपाईहरुले यो मेरो भिडियो एकदमै स्किप नगरी हेरेर साथ सपोर्ट गरिदिनु होला। र म नेपाल आएको पनि केही दिन भइसकेको छ। म एकदम आराम कुशल छु। लाग्छ तपाईहरु पनि सबै साथीहरु आरामै हुनुहुन्छ होला भन्दै तपाईहरुकै सम्झनामा आज यो भिडियो बनाउँदैछु। भिडियोलाई हेरिसके पछाडि हजुरहरूले माया गरिदिनु होला। हजुरहरूको माया मेरो लागि हौसला हुनेछ भन्दै भिडियोतर्फ अगाडि देखाउन चाहन्छु। हेर्दै रहनु होला। ल मित्रहरू, मकै बारीमा आइसकेको अवस्था छ। मकै एकदमै मजाले फलेको छ योपालि। तपाईहरुले पनि भिडियो मार्फत हेरेर थाहा पाउनु होला। र यहाँनिर मकै बारीमा चाहिँ मकै बारी छेउमा अम्बकको रुख देख्न सक्नुहुन्छ। यो अम्बक पनि फल्दैछ, एकदमै मजाले फल्छ यो हरेक सालै। अनि मकै यसरी फलेको छ। मकै बारीभित्र काँक्राको पनि देख्न सक्नुहुन्छ। ठाउँ अनुसार मकै बारीभित्र अनि सिजन अनुसार मौसम अनुसार विभिन्न किसिमको एउटा बाली मात्रै लगाइन्न, विभिन्न किसिमको बालीहरू लगाइन्छ। अनि यो चाहिँ सूर्यमुखी फुल फुल्न लागिरहेछ यो पनि। अनि मकै बारीहरू देखिरहनु भएको छ मकै बारीको छेउमा। अन्य बिरुवाहरू पनि अलि अन्य बालीहरू पनि छ, सब्जीहरू पनि छ। अनि यहाँनिर तपाईहरुलाई देखाउँदैछु एभोकाडो है। एभोकाडो पनि एकदम मजाले फलेको छ योपालि। सिमसिम पानी परिरहेको छ। वर्षाको याम भएको कारणले गर्दाखेरि कतिखेर पानी पर्छ, कतिखेर घाम लाग्छ भन्न सकिँदैन। अनि यो ठुलो रुख जुन जुम गरेर मैले देखाउँदैछु यो चाहिँ लप्सीको रुख है। यो पनि एकदमै मजाले फलेको छ। अनि यता देख्न सक्नुहुन्छ है टमेटो बारी। यो टमेटो पनि एकदमै वैज्ञानिक तरिकाले चाहिँ रोप्ने गरेको छ अहिले नेपालमा। तरकारी खेती गर्ने कृषकहरूले चाहिँ कोरियाको स्टाइलले चाहिँ रोप्न थाल्नु भएको छ। त्यसले गर्दाखेरि घाटा हुँदैन। बिरुवाहरू पनि मजाले टमेटोको बिरुवाहरू मजाले फस्टिन्छ, मजाले एकदम राम्रो हुन्छ। त्यसले गर्दाखेरि बोट राम्रो भइसके पछाडि फल त राम्रो लाग्ने नै भयो। त्यही भएर एकदमै मजाको फल पनि लागेको छ यसपालि। यो 2-3 पटक पहिल्यै टिपिसकेको हो। अनि फेरि टिप्ने बेला पनि हुँदैछ। कोही फल्दैछ, कोही छिपिँदैछ फलेर, कोही टिप्ने बेला हुँदैछ। अनि यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ भर्खर फल्न लागिरहेको छ है। एकदम हरियो सानो देख्न सकिँदैन है। सानो झुप्पा फलेको छ। मैले चाहिँ अब देखिरहेको छु। तपाईहरुले यो भिडियोमा अलिक देखिन गाह्रो छ है। हेर्नुहोस्, यसरी कृषक दाजुभाइहरूले चाहिँ तरकारी खेती गरेको चाहिँ नेपाल सरकारले चाहिँ एकदमै सहयोग गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ नेपालमा सरकारले व्यवस्था गर्दाखेरि कृषकहरूले पोखाएको पनि देखेको छ। अनि यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ यो एभोकाडो। यो एभोकाडो पनि एकदमै मजाले फलेको छ। रुखै ढल्ला जस्तो, रुखैले चाहिँ थाम्न नसक्ने जस्तो गरेर फलेको छ। यदि विश्वास लाग्दैन भने मेरो भिडियोलाई मजाले हेर्नु होला तपाईहरुले। हेर्नुहोस् त है, मैले यो एभोकाडो चाहिँ फर्स्टचोटि देखेको यति धेरै मजाले यसरी फलेको। योभन्दा अगाडि मैले देखेको थिइनँ। सायद तपाईहरुले पनि देख्नु भएको थिएन होला। र तपाईहरुलाई मैले यो भिडियो मार्फत देखाउँदैछु। र यहाँ हेर्नुहोस् मकै बारीभित्रै भटमास यसरी मजाले मकै बारीभित्र भटमास पनि मजाले राम्रो भएर चाहिँ वृद्धि हुँदैछ।
अनि यतै मकैबारी यो चाहिँ पछिल्लो पटक अलिकति अरूभन्दा पछिल्लो पटक लगाएको। अनि यहाँनिर हेर्नुहोस् आँप पनि लट्टराम्म फलेको छ क्या। यो दृश्यहरू चाहिँ हेर्दा मलाई चाहिँ अत्यन्त खुसी लागिरहेको छ र लाग्छ तपाईँहरूलाई पनि खुसी नै लाग्छ होला। अनि यो मकै यो झन् अलिक अन्तिम चरणमा लगाएको मकै जस्तो छ, किनभने यसको अहिलेसम्म धान चमर निस्किने छाँटकाट पनि छैन, यो वृद्धि नै हुँदैछ। अनि यहाँनिर ल हेर्नुहोस् है, खेत पनि भर्खरै 1-2 हप्ता अगाडि मात्रै रोपेको जस्तो छ। यो एकदम हरियो भएर निस्किँदैछ। यो कृषक दाजुभाइहरूले लगाउनु भएको खेती चाहिँ यसरी राम्रो भएर आयो भने चाहिँ एकदमै खुसी मान्नुपर्ने हुन्छ। किनभने नेपालमा जति पनि खेती गर्नुहुन्छ नि, यो राम्रो भयो भने हामी नेपाली जनताहरूले नै महँगाईको मार भोग्नु पर्दैन। त्यसले गर्दाखेरि हामी जो कोही पनि खेती किसान नगरे पनि जसले खेती किसान गर्नुभएको छ उहाँहरूलाई चाहिँ एकदमै सैलट हान्नुपर्ने हुन्छ। किनभने उहाँहरूको मेहनतकै कारणले गर्दाखेरि हामीले पनि महँगाईको मार भोग्नु पर्दैन, प्लस धानको भात चाहिँ खान पाइन्छ। फेरि पनि म मकै बारी छेउमै पुगिसकेको छु। यो बारीको वरिपरि धेरै किसिमका अन्नबालीहरू छन्, जहाँनिर कुनैमा चाहिँ अब टनेल लगाएर चाहिँ टमेटो फलाएको छ, कुनै ठाउँमा चाहिँ धान रोपेको छ, कुनै ठाउँमा मकै रोपेको छ। अनि मकैबारीभित्र विभिन्न किसिमको सब्जीहरू पनि छ, जस्तै लट्टेको साग, फर्सी अनि अन्य अरू पनि धेरै थरीको यहाँ हेर्न सक्नुहुन्छ है। अघि मैले भने नि फर्सी, यहाँ फर्सी हेर्नुहोस् है, फर्सी पनि मजाले बढिरहेको छ है। अनि यसको साग पनि बेला बेलामा अस्ति नै बुढीले ल्याएर मलाई खुवाइसकेको छ, एकदमै मिठो लाग्यो। अनि मकै हेर्नु न कति मजाले फलेको क्या योपालि मकै। हेर्नुहोस् त, यहाँ एकजना वहाँ पर देख्दैछु मकैलाई चाहिँ सुरक्षित पार्नको लागि यहाँ मकै बारीभित्र एकजना बाँदर रुँग्ने मान्छे पनि यहाँ छ। हेर्नुहोस् है, बाँदर चाहिँ एकदमै रुँग्नु पर्ने हुन्छ। बाँदर रुँगिएन भने चाहिँ यहाँनिर बाँदरले चाहिँ मकै खान दिँदैन। कृषकले गरेको मेहनत चाहिँ त्यत्तिकै खेर जान्छ। त्यसले गर्दाखेरि जब यो अन्नबाली भित्राउनु पर्ने अवस्था हुन्छ त्यतिखेर चाहिँ अब घरको सम्पूर्ण काम छोडेर भए पनि बालीको सुरक्षा गर्नको लागि चाहिँ एकदम तैनात हुनुपर्ने छ। यसो गरिएन भने वर्ष दिनभित्र खान नसकिने अन्नबालीहरू पनि बाँदरहरूले एकै दिनमा सखाप पारिदिन्छ। त्यसले गर्दाखेरि यस्तो खालको उपायहरू अपनाउनु पर्ने हुन्छ। यहाँ आज मकै पनि धेरै भाँचिँदैछ है। आज चाहिँ अब मजाले मकैको हरियो मकै पोलेर खाइन्छ। अनि पोलेर खान सकिएन भने चाहिँ उसिनेर पनि खाने विचार छ। यहाँ हेर्नुहोस् है, यो चाहिँ बैगुनको बोट मकैबारीभित्र हेर्नुहोस्, यो पनि फुल्दैछ है। केही समय पछाडि यो पनि फल्छ। अनि यहाँ सयपत्रीको फुल हेर्नुहोस् कति राम्रो, अत्यन्तै मनपर्ने फुल मध्येमा पर्छ यो सयपत्रीको फुल मेरो लागि चाहिँ। अनि यहाँनिर थुप्रै किसिमको सागसब्जीहरू पनि छ यो मकैबारीभित्र, तर अब खै भिडियोमा राम्रोसँगले देखिँदैन। मैले चाहिँ राम्रैसँगले देखिरहेको छु। अब तपाईँहरूलाई चाहिँ अलिकति देख्नलाई गाह्रो हुन्छ होला, अन्यथा नमान्नुहोस्। त्यसले गर्दाखेरि मैले यहाँनिर मुखैले चाहिँ भनेर वाचन गरिरहेको छु।
कतातिर देख्न